guys, it is my new blog and so welcome to my blog. मेरो नाम चाहिँ सुशान्त गुरुङ हो अनि वेलकम टु माई च्यानल अनि न्यू ब्लग। सो आज चाहिँ म गाउँमा आइपुगेछु फाइनली। तपाईँहरू अब ब्लगमा हेर्न सक्नुहुन्छ सिन 360मै छ गाइज हो, आउन सक्नुहुन्छ मेरो गाउँ पनि। ल भ्यूहरू हेर्नु है कस्तो छ, म भ्यूहरू देखाउँछु तपाईँहरूलाई। अनि सो म पनि धेरै वर्षपछि गाउँमा आएको छु। सो अनि अब हेरौँ के छ स्पेसली मेरो गाउँको भ्यूहरू हेर्नु है कस्तो छ। यो चाहिँ टी गार्डन है गाइज हो, हेरेर कत्रो ठुलो छ। यो चाहिँ हाम्रो गाउँ होइन। यता पनि गाउँ छ माथि माथि। हामी चाहिँ ठ्याक्कै भ्यू टावरमा छु होइन। ट्याक्क हेर्नु सिन हेर्न सकिन्छ। बारीगनी गाउँ हो। सो हाम्रो गाउँ चाहिँ बिचमा छ क्या, पुरै पहाडले ढाकेको छ। हाम्रो गाउँ यो चाहिँ टी गार्डन हो, भर्खर भर्खर नयाँ नयाँ बनाएको छ। सो यता पनि गाउँहरू छ। हामी चाहिँ झर्दैछु। सो हाम्रो चाहिँ यही हो, हाम्रो गाउँको भ्यू टावर चाहिँ यहाँबाट देखिन सकिन्छ 360। धमिलो छ आजको दिन ठिक छैन गाइज हो। मौसम गड्याङ गुडुङ पानी पर्ला जस्तो भएछ। भोलि बिहान चाहिँ सनराइज हेर्न चाहिँ आउनु पर्ला सायद। बिहान चाहिँ ओप्पी होला जस्तो लागिरहेछ मलाई भ्यू टावरमा। अहिले त केही छैन, सब यस्तो छ क्या गाइज हो। डाँडै 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 काँडामा हाम्रो गाउँ चाहिँ यो हो। यस्तो यस्तो छ। यता चाहिँ सब्जी लाउने रुख छ। त्यो तल घना जङ्गल चाहिँ साल हो सब। सानो सानो गाउँहरू। गाउँ चाहिँ एकदम धेरै छ है गाइस। लमजुङ चाहिँ एकदम धेरै गाउँ हुने डिस्ट्रिक्ट हो नेपालको चाहिँ। आज मौसम ठिक छैन कि कुहिरै छ यार। हामी चाहिँ ठ्याक्क झर्दैछु भ्यू टावर हेरेर। बजारहरू देखेकै छैन उसोले। त्यो चाहिँ जता पनि हुसै हुसो। सो यो चाहिँ काफलको रुख हो, तर बट सिजन भएको छैन अहिले काफल फल्ने। यसो यहाँ गएर अनि माथि ठ्याक्कै भ्यू टावर छु। सानो देख्छ छापा टिनको हुनुपर्छ। अब भोलि बिहानको वेदर हेरौँ, सायद ट्यामिङ पनि हुन्छ कि हुन्न होइन। ट्यामिङ भएन अब सनराइज अब कस्तो हुन्छ हेरौँ भन्ने कुरा हो।
छोड कहाँ हुन्छ यो चाहिँ हो हाम्रो गाउँ है मेरो घर चाहिँ अलिकति तल छ खुट्टा तिमीहरू के ट्रेक गर्छ होला यसरी यति हिँड्दा घुँडा दुख्यो भन्छ ट्रेक झन् गाह्रो हुन्छ नि योभन्दा यो चिलाउनेको रुखमा नि फुल फुलिसकेको चाहिँ यस्तो फुल छ है गाइस हाम्रो गाउँमा चाहिँ चिलाउनेको रुखमै कस्तो मजाको फुल छ है अब हरियाली टाइम आयो नि त बर्खा आयो नि त त्यही भएर त्यस्तो फुलेछ हाम्रो चाहिँ जता पनि पहाडले घेरेछ क्या ट्याक्क हाम्रो चाहिँ सेन्टरमा छ क्या हाम्रो गाउँ चाहिँ फेरि यहाँभन्दा नि माथि माथि नि गाउँ छ 6-7वटै गाउँ होला हामी चाहिँ तल झर्दैछौँ बाटो यहाँ होइन यस आउनु है हाम्रो गाउँतिर नै आउनु गाइस हो थाहा भएन भने चाहिँ लोकेसन भन्नु गाडी भाडा लोकेसन सबै भनिदिन्छु म आउन सक्नुहुन्छ घुम्न सक्नुहुन्छ त्यस्तो एकै दिनमा आएर घुम्न सक्नुहुन्छ त्यस्तो खासै अब यस्तो छ हो यस्तो छ यहाँबाट गाउँ सुरु हुन्छ यहाँबाट तल पनि गाउँ छ हाम्रो गाउँ पनि ठुलै छ केटा हो सानो चाहिँ छैन है हाम्रो गाउँ पनि लमजुङ हो नि त लमजुङमा गाउँ घर कहाँ सानो हुन्छ ठुलै हुन्छ नि बस्ती होइन सबसे धेरै गाउँ बस्ती भएको डिस्ट्रिक्ट हो लमजुङ त होइन सरी गाइस स्पेसल है स्पेसल अब बच्चा छाउरो रहेछ क्या यो अब पुरै पालेर होइन ठिक छ यो गाइस हो सुँगुर हो कि बुङ्गुर होला कमेन्टमा भन्नु त आधी ब्ल्याक छ आधी सेतो छ यार मिक्स रहेछ यार कन्फ्युज भयो म त गाइस हो यार क्रस हो जस्तो लाग्यो मलाई चाहिँ गाइस हो कमेन्टमा भनाए गाउँले जीवन कहाँ सजिलो छ गाइस हेर सहरमा बसेको जस्तो हो र गाउँले जीवन हेर कति हार्ड छ सहरमा बसेर कफी खाएर मोबाइल चलाए जस्तो सजिलो छैन है केटाहरू सहर गाउँले जिन्दगी चाहिँ है एकदम हार्ड टु हार्ड छ यहाँ चाहिँ अब के भन्छ भनौँ न अब यताउता अब कुकुरी सुकुरी हाँसी साँसी गाउँमा चाहिने होइन गरिरहेछ हाम्रो कान्छाले दुःख झर्दैछु हामी पनि बाटोको एकदम कम्फर्टेबल हुने क्या झर्नै गाह्रो हुने क्या गाइस यस्तो छ बेलुका हुन आँटेछ पानी पर्न आँटेछ होइन अनि यसो भोलि बिहान चाहिँ अब हेरौँ सनराइज हेर्ने भन्छ मेरो भाइले अब के हुन्छ अब मेरो भाइले भनेको कुरा चाहिँ अब ठिक हुन्छ कि हुन्न भोलि बिहान अब वेदर राम्रो छ भने सनराइज हेर्न आउने हो बिहान उठेर चाँडै अब वेदर राम्रो छैन भने त गाइस के हेर्ने हो र होइन सब यो चाहिँ बनाउने ठाउँहरू हो क्या हाँसी साँसी होइन हाम्रो गाउँको यहाँ पनि छ गाउँ हाम्रो ठाउँ चाहिँ एकदम क्लाउडी हुन्छ क्या फेरि बिचमा छ नि त पहाडै पहाड हाम्रो अब यो लमजुङ डिस्ट्रिक्टमा चाहिँ 98% चाहिँ जङ्गलहरू छ क्या पक्का अहिले खासै त्यस्तो फ्ल्याट जग्गै छैन अर्ग्यानिक माल सिस्नो केटा हो गाइसहरू ढेँडासँग कहिले खाएछ होला नि कस्तो हुन्छ गाउँको अर्ग्यानिक चिज खानु पऱ्यो गाइसहरू सिस्नो ढेँडा खानु पऱ्यो अनिको ज्यानमा तागत आउँछ त मलाई बियर रक्सी दबाएर हुन्छ त
ल मेरो भाइ है यो चाहिँ ल